नेपालका ठूला ठूला दलहरू एमाले काङ्ग्रेस माओवादीको कारणले गर्दा यो जेन्जी आन्दोलन उत्कर्षमा पुग्यो र देश अहिले सङ्कटग्रस्त अवस्थामा पुगेको छ। यो सङ्कटबाट पार पाउनलाई मुख्य भूमिका खेल्नुपर्ने नेपाली काङ्ग्रेस एमाले र माओवादीहरू हुन्। तर उनीहरूको अकर्मण्यताको कारणले गर्दा आज नेपाल निकै सङ्कटग्रस्त अवस्थामा गुज्रिरहेको छ। नेपाल आज विदेशी नीतिमा आर्थिक नीतिमा निकै कमजोर भएको छ। आज नेपाली चिन्तितमा छन्। सारा विश्वभरि छरिएका नेपाली दाजुभाइहरू चिन्तितमा छन्। विगतमा जस्तै श्रीलङ्का र बङ्गलादेशकै अवस्था नहुला पनि भन्न सकिँदैन। अहिले देशकै सबैभन्दा ठुलो नेकपा एमाले जस्तो दल जसले यो राजनीतिक अवस्थालाई सम्हाल्नु पर्ने थियो, तर उसैले आज नेपाललाई निकै धरापमा ढकेल्न खोजिरहेको छ। गुन्डुबाट केपी ओलीले सुशीला कार्कीलाई लल्कारिरहेका छन्। केपी ओलीकै निकै राइट ह्यान्ड मानिने महेश बस्नेतले जेन्जीहरूलाई लल्कारिरहेका छन्। उता सुदूरपश्चिमबाट ऐन महरहरूले जेन्जीहरूलाई गजेडीहरूको समूह भनेर भनिरहेको छ। सारा एमाले केपी ओलीलाई छानबिनको दायरामा ल्याउनु हुँदैन भनेर भनिरहेको छ। यसो भन्दै गर्दा आफै संविधान परक तरिकाले यो देश चल्नुपर्छ भन्ने र छानबिन समितिलाई बयान दिन्न भन्ने जस्ता केपी ओलीका ती तर्कहरूले गर्दा सारा नेपाली जनतामा चिन्ता छाएको छ। फागुन 21मा निर्वाचन तोकिसकेको छ। त्यसमा भाग लिएर शान्तिपूर्ण तरिकाले देशलाई निकास दिनुको सट्टा नेकपा एमाले चुनावमा जानुहुन्न। उही संसद पुनर्स्थापना गरेर हामी त्यहाँबाट निकास दिन्छौँ भन्ने जस्ता कमसल र कमजोर तर्कहरू दिइरहेको छ। सुशीला कार्कीको सरकारले जसरी पनि चुनाव गराएर छोड्छौँ भन्ने र केपी ओलीहरूले चुनाव हुनै सक्दैन भन्ने यसको पछाडि अर्थ के हुन्छ? यसको अर्थ एक मात्रै हो, नेकपा एमाले चुनावमा जान डराइरहेको छ। चुनावमा जाँदा फागुन 21मा सुप्ला साप हुने अवस्था आउन सक्छ। त्यस कारणले नेकपा एमाले चुनावमा जाँदैन भनिरहेको हो कि भनेर सारा जनताले आकलन गरिरहेका छन्। नेकपा एमालेको मूल नेतृत्व र त्यसपछिका नेकपा एमालेका नेताहरूले दिएको गैर जिम्मेवार तर्कहरूको कारण अस्ति भर्खरै सिमरामा निकै मुठभेड हुने अवस्था आइपुग्यो। देशलाई एकचोटि फेरि भड्खालोमा हाल्न सकिन्छ कि भन्ने मनसा नेकपा एमालेमा देखिएको छ। जनताहरू दिगदार भइसकेका छन्। देशभरिका जिल्लाहरूबाट नेता कार्यकर्ता उतारेर काठमाडौँमा ठुलो सभा गरेर हामी निकै नै जनतामा पपुलर छौँ भन्ने एउटा फान सिर्जना गरिरहेको नेकपा एमाले अस्तिको सिमरा घटनाको मुख्य जिम्मेवार नेकपा एमाले नै हो भन्ने कुरा नेकपा एमाले बिर्सनुहुन्न। यस्तो भन्दै गर्दा नेपाली काङ्ग्रेस पनि कम छैन। आफूलाई लोकतान्त्रिक दल भन्ने नेपाली काङ्ग्रेसले एउटा महाधिवेशनको मुद्दामै 1.5 महिना लगाएर अल्झिएको छ। जेन्जी सरकार बनिसकेको 3 महिना बितिसक्यो। मुलुक अहिले निर्वाचनमा होमिसक्नु पर्ने, तर ठुला ठुला दलहरूको अकर्मण्यताको कारणले गर्दा आज नेपाल एउटा निकै दुःखद दिशातिर गइरहेको छ। तर यसो भन्दै गर्दा 4 नम्बरमा रहेको पार्टी रासोपाले जनतालाई आफ्नो तर्फ पार्न निकै चतुर भएर आज नेपालमा निर्वाचन हुनुपर्छ भनेर दल दर्ता गरिसकेको छ। समानुपातिक उम्मेदवार आह्वान गरिसकेको छ र प्रत्यक्ष उम्मेदवारको लागि पनि आह्वान गरिसकेको छ। रासोपाको यस कदमले गर्दा दलहरूमा दबाव आउन सक्छ। मङ्सिर 10 गते भित्र निर्वाचन प्रयोजनको लागि दलहरू निर्वाचन आयोगमा दर्ता भइसक्नु पर्नेछ। त्यसको लागि अब मात्रै केही दिन बाँकी छ। आज नेपाली काङ्ग्रेसले निर्वाचनमा जाने निर्णय गरिसकेपछि नेकपा एमालेलाई पनि अब कुनै न कुनै हिसाबले निर्वाचनमा जानै पर्छ भन्ने मनसाय बनाएको हुन सक्छ। नेकपा माओवादी केन्द्र विघटन गरेर प्रचण्डले चाहिँ एउटा नेपाली कम्युनिस्ट पार्टी गठन गरेका छन्। त्यसमा बुढा नेताहरूको मात्रै पार्टी भएको छ। प्रचण्डले आज नाटक गरिरहेका छन्। 12-13 दल मिलेर महागठबन्धन भयो, तर उनलाई अब निर्वाचन क्षेत्र पाउनै मुस्किल हुनेछ। उनले हार्ने कुरामा उनी आफै विश्वस्त छन्, किनभने गोर्खाबाट लड्ने प्रचण्ड अब बाबुरामले गोर्खा दिँदैनन्। चितवनमा रवि लामिछानेले सुप्ला साफ गरिहाल्छ। अब कता जाने, कहाँ जाने भनेर प्रचण्ड छटपटाइरहेका छन्। त्यसैले अब जनताले बुझ्न पर्छ, यिनीहरूले देशलाई यसरी भड्खालोमा हालिरहेका छन्। अब केपी ओली, शेरबहादुर देउवा र प्रचण्डहरूको पार्टी र तिनका नेतालाई कुनै हालतमा पनि मत हाल्न हुँदैन। अब युवाहरूले विवेक पुर्याउनु पर्छ। यिनीहरूलाई फागुन 21 पछि आफ्नो घरमा पठाउन पर्छ। यिनीहरूलाई शान्ति दिन पर्छ। तब मात्रै नेपालीले शान्ति पाउनेछन् भन्ने सारा जनताले भनिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई हुने देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले निकै बुद्धिमत्तापूर्वक आफ्नो कदमहरू चाल्दै गयो भने र रवि लामेछानेलाई खुदा नखस्ता रवि लामेछानेलाई अदालतले मुक्त गरिदियो भने उनले 4 दिनमा मात्रै देशको सबै मतहरू घन्टीमा सोरेर लिने कुरामा दुई मत छैन। अरू पार्टी आन्तरिक किचोलोमै भइरहँदा रासोपा भने निर्वाचनमा उमिसकेको छ। नयाँ पार्टीहरू निर्वाचनमा उमिसकेका छन्। अब यो 2-3टा ठुलो भनौँदा पार्टीहरूले पनि शान्तिपूर्ण निर्वाचनमा गएर देशलाई निकास दिनै पर्छ, होइन भने नेपाल अझै सङ्कटग्रस्त अवस्थामा जानेछ। सारा जनता चिन्तित छन्।